भनिरा हैन तपाईले फर्दर व्याख्या गर्दाखेरि अझ राम्रो हुन्छ बुझ्नेले बुझ्ला नबुझ्नेलाई पनि बुझाउने प्रयास तपाईको हुनुपर्छ अब एउटा दलको नेता यसो भने अध्यक्ष भइसक्नु भएको छ यसो गरौँ न धेरै लामो नजाउँ त्यसमा यति मात्रै बुझौँ कि हामीले कोही कसैलाई भगवान पनि ठान्नु हुँदैन कोही कसैलाई भूत राक्षस पनि ठान्नु हुँदैन बालेनलाई अलिक देवत्व कराउनै भयो हेर्दाखेरि जे लेखे पनि ठिक हुन्छ बालेनले उहाँको कुरा किन गर्ने समर्थकहरूले त्यो ढङ्गले जसलाई पनि म त्यही भन्छु हैन जसलाई पनि त्यही भन्छु उहाँको किन कुरा गरिराख्ने हैन सबैले त्यही हो बालेनसँग सहकारी हुन्छ कि हुँदैन तपाईको के रे कुन कुन कुरामा सहकारी गर्ने भन्नाले उहाँले पनि पार्टी खोल्नु भयो अथवा संसदीय पार्टीसँग मिल्ने कुरा आयो भने सहकार्य गर्ने कुरा आएन उहाँलाई तपाईले वेलकम गर्नुहुन्छ कि गर्नुहुन्न किनभने तपाईँ अगाडि बढिसक्नुभयो उहाँले पार्टी खोल्नु भएको छैन तपाईँ त एक स्टेप अगाडि बढिसक्नुभयो नि अब हैन खोइ कुन त अब के गर्नु छ त्यो चाहिँ मलाई थाहा भएन त्यो उहाँको प्रश्न उहाँलाई सोध्नुहोस् हैन अब हाम्रो अरूमा जाउँ तपाईको पार्टीमा चाहिँ के छ मेरो प्रवेश गर्नुहुन्छ कि हुँदैन बालेन्द्र शाहज्यूलाई विदेशी दलको पार्टीमा चाहिँ प्रवेश हुन्छ कि हुँदैन बालेन्द्र शाहज्यूलाई उहाँलाई हजुर उहाँले त पार्टी खोल्नु उहाँ कहाँ प्रवेश गर्नुहुन्छ त नि सानो मान्छे हामी भने उहाँ हात्ती जत्रो हुनुहुन्छ होला कुनै समयमा त सहकार्य भएको थियो नि तपाईहरुको अर्को साम्बाङ सुन्नु न तपाईहरुले अर्को साम्बाङलाई कस्तो बुझ्नु भएको छ म सबभन्दा सानो मान्छे हो यो देशको त्यसैले गर्दा सानो कुरा मात्रै अटाउँछ क्या जस्तै यो घरभित्र हात्तीलाई ल्यायो भने के हुन्छ यहाँ कोठाभित्र हात्ती आउन सक्छ त्यसले गर्दा सानो बन्नुपर्छ ठुलो होइन बालिनको समाजलाई छिन्न भिन्न भएका विभिन्न बाणामा चाहिँ हामी फुटेर बसेको समाजलाई जोड्न सकिन्छ भन्ने एउटा साझा संस्कृति को रूपमा चाहिँ यो अगाडि आएको छ र त्यो कुराहरूलाई सम्झिँदाखेरि त म अत्यन्तै धेरै खुसी छु भनौँ न हजुर तपाईले निर्वाचन आयोगमा त्यो दलदर्ताको प्रमाणपत्र लिँदै गर्दाखेरि अचम्ममा पर्नुभयो यो देशमा 204 दल दर्ता भइसकेको रहेछ अब ती 204 दलसम्म तपाईँ भिड्नुपर्ने अवस्था छ अब ती दलहरूभन्दा फरक देखाउने चुनौती पनि तपाईलाई छ त्यो चाहिँ कसरी सामना गर्नुहुन्छ भन्ने तपाईले सोच्नु भएको छ यस्तो छ अब यो देशमा दुईटा तपाईको बेसिकली दुईटा रहन्छ हैन काम गर्ने भन्ने अब त्यो संख्या तपाईको चाहिँ नि 204 पुग्यो आज रोल नम्बर त्यति पर्यो अब धेरै दलको त नाम पनि थाहा छैन हैन अब केही दल चाहिँ अब जस नाम थाहा छ सत्तानी थुप्रो तपाईको चाहिँ चलाउने तर ती सबै दलहरू भाषणको हैन आधारमा भाषणले गफले हैन कलम हल्लाएर देश बन्छ भन्ने विश्वास गर्ने दलहरू भयो भने श्रम संस्कृति दल पार्टी मात्रै यस्तो पार्टी हो जसले चाहिँ फिल्डमा अघि सरेर काम गर्छ वर्ड्स एन्ड एक्सन सँगसँगै छ हैन हो हामी बोल्छौँ काम गर्छौँ बोल्छौँ हैन हाम्रो एक्सन नै हाम्रो मेसेज हो हैन र त्यसरी हामी अगाडि बढ्छौँ र काम गर्ने दल चाहिँ आज बल्ल यो देशमा तपाईले जन्माउनु भयो आधिकारिक रूपमा जन्मियो तर अब हामी चाहिँ कामै गर्छौँ त्यो तपाईले फिल्डमा देख्नुहुन्छ देखिराख्नु पनि भएको छ इनफ्याक्ट हैन देखिराख्नु भएको छ जहाँ हामी हाम्रो श्रम संस्कृतिको पाइला रहन्छ त्यहाँ श्रम सुरु भइहाल्छ हिजो तपाईलाई स्वतन्त्र मेयर भनेर राम्रो काम गरिराख्नु भएको छ चर्चा पाइराख्नु भएको छ भन्ने एक ढङ्गले आम जनताको त्यो सद्भाव सहानुभूति हैन एक ढङ्गको स्नेह थियो तर आज पार्टीको अध्यक्ष भनिराख्दाखेरि मलाई पनि फेरि अर्को कांग्रेस अर्को एमाले कतै म त्यो असफलतातिर त्यतैतिर गए भने त्यो तिनजाले चाहिँ कतिको सताइराखेको छ अहिले यति बेला छैन त्यस्तो छैन हैन किनभने म प्रष्ट भिजन भएको मान्छे हो म के गर्छु भन्ने मलाई थाहा हुन्छ मैले अघि भने हाम्रो संगठन हैन हामी चुनाव लड्छौँ त्यसले गर्दा यसलाई पार्टी भन्नुपर्ने भयो अब निर्वाचन आयोगमा दर्ता प्रमाणपत्र पाइसकेपछि तर यसलाई म के भन्न रुचाउँछु भने श्रम संस्कृति महाअभियान श्रमदानको महाअभियान हैन यो त काम गर्ने तपाईको चाहिँ नि संगठन हो त्यसले गर्दाखेरि काम गर्ने मान्छे कहिले पनि असफल हुँदैन गफ गर्ने मान्छे अरूको आशामा बाँचिरहने मान्छे हैन अरूले मेरो देश बनाइदिन्छ अरूले मेरो चाहिँ सेवा सुविधा गरिदिन्छ है अरूले पकाएको खान्छु भन्ने मान्छे भोकै बस्ने हो हैन असफल हुने हो त्यसले गर्दाखेरि मलाई चाहिँ तपाईको चाहिँ नि 100% हामी सफल हुन्छ हुनै पर्छ असफल हुने छुट पनि छैन फेरि हामीलाई भन्ने कुरामा विश्वास छ
तर पार्टीले देश बनाउँदैन, यो देशमा पार्टीको काम छैन भन्नुहुन्थ्यो, तर आफै पार्टी यो मैले दर्ता गर्ने अवस्थामा पुग्नुभयो त भने त मैले के भन्दैछु भने तपाईँले बुझ्नुपर्ने कुरा के छ भने अरू र हामी बेसिकली के फरक छ भने हामी चाहिँ काम गर्ने वर्क फोर्स हो क्या, तर कामै मात्रै गरिराखेर पनि त भएन होइन। हाम्रो विचारले नीति पनि लेख्नुपर्छ भन्ने कुरामा चाहिँ हामी इलेक्सन लड्छौँ, त्यसले गर्दाखेरि यो पार्टी हो त्यो सेन्समा होइन। तर यो चाहिँ बेसिकली काम गर्ने तपाईँको चाहिँ के हो त भन्दाखेरि शक्ति हो क्या, काम गर्ने सङ्गठन हो है। अहिले देशैभरि श्रमदान भइराखेको छ, जहाँ जुन पालिकामा श्रमदान भइराखेको छ त्यो पालिकाको वडा सदस्यसम्म पनि हाम्रो सङ्गठनको छैन, तर त्यहाँ नभए पनि काम त भइरहेछ होइन। सानो ठुलो जत्रै होस् होइन, साङ्केतिक अलिकति निकै चाहिँ नै भनौँ न प्रभाव पर्ने गरीको जस्तो किसिमको भए पनि श्रम भइराखेको छ भनिसकेपछि यो चाहिँ के हो त भन्दाखेरि बेसिकली काम गर्ने हो। र अब दलको काम छैन भन्नुहुन्थ्यो भनेर तपाईँले जे भन्नुभयो नि, अरू दलको काम किन छैन भन्दा उहाँले कामै गर्नु भएन, परिणाम निकाल्न सक्नु भएन होइन। हेर्नुहोस् सबै कुरा स्रोत साधन हरेक कुरा भनेको चाहिँ पब्लिक हो क्या होइन। डेमोक्रेसी भनेकै तपाईँको त्यो हो नि त, बाई द पिपल होइन, फर द पिपल है। त्यसले गर्दाखेरि पब्लिकमा रहेको जुन पोटेन्सियल छ सबै कुरा त पब्लिक नै हो नि त होइन। सत्ताको तपाईँको चाहिँ नै होइन, मतदान गरेर सत्ता दिनेदेखि लिएर स्रोत दिनेदेखि लिएर पब्लिक छैन भने कहाँ ट्याक्स लगाउने होइन, समस्या त छ। त्यसले गर्दाखेरि पब्लिक नै स्रोत हो, त्यो स्रोतलाई परिचालन गर्न सकेन अरू पार्टीले होइन। त्यो स्रोतलाई कसरी परिचालन गर्नुपर्छ भन्ने चाहिँ धरान आएर हेर्दा पनि हुन्छ। अब त झन्डै 4 वर्ष भइसक्यो, अब मैले धेरै देखाइराख्नु पर्ने कुरा पनि छैन होइन। त्यतिकै अल्छी गरेर बसिराखेको युवकलाई मैले सम्झाइ बुझाइ यस्तो छ है देश यस्तो छ भनेर उसलाई मैले बिहानदेखि बेलुकासम्म निःशुल्क देशको लागि काम गर्न लागि चाहिँ मैले के गर्छु भन्दाखेरि मोटिभेट गरिरहेको छु होइन। भनिसकेपछि त एउटा सानो उदाहरण दिएको है। अब हामी धरानमा मात्रै त्यो गरिराखेर त देश बन्नेवाला छैन। त्यसले गर्दाखेरि पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण सबैतिर यो श्रमको अभियान चलाउनका लागि देशव्यापी बनाउनु त देशव्यापी सङ्गठन चाहियो होइन। अब सङ्गठन सामाजिक संस्था खोलेर पनि बनाउनु त सकिन्छ, तर सामाजिक संस्था त भोलि चुनाव लड्न सक्दैन। र फेरि के हुन्छ भन्दाखेरि अब नीति बनाउने ठाउँमा पनि हामी पुगेन भने चाहिँ फेरि श्रम गर्छु मात्रै भनेर पनि हुँदैन होइन। श्रम गर्ने ठाउँमै तपाईँको चाहिँ नगर भनिदिएपछि के गर्नु, निर्णायक धक्का दिने हो होइन, पुग्नु पर्यो त्यो होइन। अब यहाँ कति ठाउँमा सरसफाइ गर्छु भन्दाखेरि वडा कार्यालयले नगर भन्ने घटनाहरू पनि आयो होइन। किनभनेदेखि त्यहाँ गर्ने नगर्ने त्यो सबै कन्ट्रोल गर्ने अब राज्यको मेकानिजम भनेको वडा कार्यालय नीति निर्माण गर्ने तहमै पुग्नुपर्ने आवश्यकता देखियो। त्यसले गर्दाखेरि नीति निर्माण गर्ने तहमा चाहिँ सामाजिक संस्था खोलेर फेरि सङ्गठन बनाएर चाहिँ नहुने भयो। स्वतन्त्रहरू फेरि देशव्यापी एकजुट हुने कुरा नै आएन, बन्धन त चाहियो त्यो भने पार्टी। र अर्को कुरा चाहिँ मैले बारम्बार भनेकै कुरा दोहोरिन्छ यहाँ, चुनाव चिन्ह नहुने क्या स्वतन्त्रको चाहिँ होइन। अब 1 हप्ता पछाडि भोट हाल्ने दिन छ, अहिलेसम्म दिँदैन केमा हाल्ने भोट। तर यो पार्टीको तपाईँहरूको पार्टीको त माटो बनिसक्नु भएको छ, त्यो पाइसक्नु भएको छ तपाईँहरूले। तर झन्डा चाहिँ हुँदैन तपाईँको, झन्डा हुँदैन, त्यो राष्ट्रिय झन्डा नै हो। राष्ट्रिय झन्डा नै बोक्छौँ हामी होइन, राष्ट्रिय झन्डा नै बोक्छौँ। किनभने यो झन्डाको मोहले पनि के हुँदो रहेछ, दुईवटा बेफाइदा मैले बारम्बार भनेकै कुरा छ। एउटा चाहिँ राष्ट्रियता, राष्ट्रिय झन्डाप्रतिको मोह अलिक घट्दो रहेछ अनि आफ्नो दलकै झन्डा चाहिँ प्यारो लाग्दो रहेछ। अर्को चाहिँ कपडाको नाश क्या होइन, दुरुपयोग हो। त्यसले गर्दाखेरि अब हामी त एकदम धेरै सुशासन भन्ने बित्तिकै त मितव्ययिता पनि हो, फजुल खर्च गर्नु हुँदैन हेर्नुहोस् होइन, फजुल खर्च गर्नु हुँदैन नि होइन। तपाईँसँग टन्न पैसा छ भए पनि तपाईँले फजुल खर्च चाहिँ गर्नु हुँदैन भन्छ है श्रम संस्कृतिले होइन। त्यसले गर्दाखेरि पनि तपाईँको छैन त्यो वेस्ट किन गर्ने होइन भनेर पनि हामीले चाहिँ नै झन्डा राख्दैनौँ। चुनाव चिन्ह चाहिँ माटो कस्तो मजाको मिलेको छैन माटो भन्दा छुट्टै गर्वको गर्वान्वित भयो तपाईलाई। त्यही त श्रम संस्कृति माटो यो सबै कुरा मिलेको छ। माटोमा हिलोमा धुलोमै खेलिराख्नु भएको छ, त्यही भएर पनि तपाईँलाई प्रेम छ बढी माटोको। हो माटो भनेको देश हो नि त, हाम्रो माटो गुम्यो भूगोल छैन भने तपाईँको छैन देश हुँदैन। हामी जहाँ उडेर गए पनि जति नै माथि अन्तरिक्षमै चन्द्रमामै तपाईँको 4 महिना बसेर आए पनि आउने भनेको जमिनमै हो। त्यसले गर्दाखेरि
त्यो पनि एट्याचमेन्ट। अर्को कुरा अब सिम्बोलिकल्ली थुप्रो छ, त्यहाँ लामो जान्छ। के छ अब तत्कालै संस्कृति पार्टीले आजबाट दर्ताको प्रमाणपत्र पाइसक्दाखेरि अब भोलिदेखि के कस्ता कार्यक्रमहरू अगाडि बढाउँछ? देशव्यापी रूपमा यो संगठन विस्तारको तह कहिले कहाँ कसरी विस्तार भइराखेको छ? अब हामी सदस्यता वितरण गर्छौँ। हाम्रो तपाईँको चाहिँ नि सङ्गठन विस्तारको क्रम त हाम्रो दिनै राखेको छ। अब चाहिँ तपाईँको त्यो अब प्रमाणपत्रै नआइन्जेल त कार्ड छाप्ने कुरो पनि भएन होइन, त्यति पनि हुँदैन भनेर अब हामी कार्डहरू वितरण गर्छौँ र सबैजनालाई आउनुहोस् भन्ने आह्वान गर्छौँ। देश बनाउने अभियान हो यो परम्परागत राजनीतिभन्दा नितान्तै फरक छ र हुनुपर्छ। मैले त्यही भनेको छु सबै साथीभाइलाई होइन, यो चाहिँ गफ गर्ने टिम होइन है, गफ गर्ने टिम चाहिँ हुँदै होइन। यो देशैभरि ढुङ्गा बोकाउँछु भन्नुभएको थियो तपाईँले। त्यो फेरि ढुङ्गै मात्रै बोक्ने कुरा चाहिँ होइन, त्यो ढुङ्गा बोक्ने भने चाहिँ सिम्बोलिक कुरा हो। मान्छेले चाहिँ ढुङ्गै मात्रै बिम्बको रूपमा मात्रै प्रयोग भयो त्यो। सही कुरा होइन, श्रम गर्नुपर्छ भन्ने चाहिँ हो। निर्माण भएको छैन, त्यसले गर्दाखेरि अब पानी अब धरानमा पानीको ट्याङ्कीहरू निर्माण भएको छैन। अब पानीको ट्याङ्की निर्माण केले गर्ने त ढुङ्गा बोक्नु पर्छ पर्दैन होइन भन्ने कुराबाट सुरु भयो। अनि खालि त्यही ढुङ्गै मात्रै बोक्ने रहेछ भन्ने पनि होइन। तपाईँलाई ढुङ्गे मेयर पनि भन्छन् कतिपयले, कस्तो लाग्छ तपाईँलाई त्यो भन्दा? म त एकदम गर्व लाग्छ, एकदम गर्व लाग्छ। कमसेकम मैले मेरो देशको लागि ढुङ्गा बोकेँ, त्यसलाई पहिचान त गरिदिनु भयो उहाँले। तर फेरि कतिपयले यसैलाई हेरेको दृष्टिले ढुङ्गा बोकेर देश बन्छ आजको प्रविधि विज्ञानको युगमा, विज्ञान प्रविधिको युगमा छ। विज्ञान भनिन्छ कि अब एउटा कुरा म तपाईँलाई के भनौँ भन्दाखेरि हामीले ढुङ्गालाई बिर्सेरै यो देशमा तपाईँको छैन उन्नति पनि नभएको। दुईटा ढुङ्गालाई ताछेर हाम्रो पुर्खाले जाँतो बनायो, तपाईँलाई थाहा छ जाँतो? हो जाँतो हामी मकै पिस्थ्यौँ हो, मैले पिसेछु। सुन्नु न, जाँतो त्यो जाँतो चाहिँ के रहेछ भन्दाखेरि अहिलेको आधुनिक टेक्नोलोजीको फादर हो जाँतो होइन। त्यो अहिले मकै पिन्ने मिल बनाएको छ, इलेक्ट्रिक मिल होइन, होइन भनौँ। तर त्यो दुईवटा प्लेट बिचमा त्यो मकै पर्छ अनि त्यसलाई पिन्दाखेरि चाहिँ तपाईँको के अरे पिठो हुन्छ भन्ने हाम्रो पुर्खाले क्या नेपाली हाम्रो पुर्खा, तपाईँको पुर्खा, मेरो पुर्खा नेपालमा होइन त्यो टेक्नोलोजी त उहिले भएको रहेछ नि त होइन, आजभन्दा तपाईँको 1000 वर्ष पहिला। अनि त्यही कुरा चाहिँ तपाईँको चाहिँ विदेशीले देखेपछि चाहिँ के गर्यो भन्दाखेरि अरे दुईवटा उसभित्र है यस्तो गरेर गर्दाखेरि त पिठो हुने रहेछ नि, त्यो पिठोको भात खाँदा चाहिँ अलिकति होइन पच्न पनि सजिलो मिठो हुँदो रहेछ। त्यो दुईवटा प्लेटलाई घुमाउनका लागि विद्युत होइन लगाइदियो अनि के गरेर अहिले। तर त्यो फादर अफ द्याट तपाईँको मिल चाहिँ के हो त भन्दाखेरि जाँतो हो क्या। अब त्यो जाँतो बनाउनको लागि होइन ढुङ्गाको प्रयोग भएको छ नि, देशै ढुङ्गा हो है। अहिले चाहिँ सुन्नु न, अहिले चाहिँ के छ भन्दाखेरि अब सबै कुराहरू हाम्रो मौलिक जुन थियो नि हाम्रो तपाईँको त्यतिखेरको त्यो तपाईँको ट्रेडिसनल टेक्नोलोजी भनौँ, त्यो टेक्नोलोजीहरू भनेको चाहिँ ओरिजिन रहेछ क्या अहिलेको मोडर्न टेक्नोलोजी होइन। तपाईँ गाउँघरको परिवेश थाहा छ तपाईँलाई? थाहा छ? गाउँमै हो, थाहा छ। ओके, ढुङ्ग्रे बाँस भालु बाँस भन्छ, यता बाँस हुन्छ होइन ठुल्ठुलो, त्यो बाँसलाई यस्तो यस्तो काटेर सिँढी बनाएर माथि तल चढेको क्या है। त्यो ठ्याक्कै देख्यो, पछि के गरिदियो भन्दाखेरि त्यसैमा रड बुनेर सिमेन्ट ढलाइ गरिदियो अहिले सिँढी ठुलो है। त्यो ढुङ्ग्रे बाँसलाई चाहिँ नि हाम्रो पुर्खाले नेपालको इन्भेन्सन हो त्यो त, काटेर तपाईँको त्यहाँ माथि यस्तो सिँढीको कल्पना नगरेको भए त्यो अहिलेको तपाईँको स्टेज बन्थ्यो बन्दैन थियो। त्यसले गर्दाखेरि ती चिजहरूलाई पनि हेर्नुपर्छ। अनि हामीले चाहिँ के भन्छौँ भन्दाखेरि आधुनिक, मैले यो किन जोड्दैछु भने आधुनिक टेक्नोलोजीलाई दाँजेर हर्क साम्पाङले ढुङ्गा बोक्यो भनेर मलाई खिसी गर्न खोज्नु भयो नि त उहाँहरूले होइन है, खिसी गर्न खोज्नु भयो। तर अहिले आधुनिकताको नाममा चाहिँ हामीले इन्भेन्सन गर्न छोड्यौँ क्या है। त्यो जाँतो आविष्कार गर्दाखेरि त्यतिखेर पहिला 500 वर्ष 600 वर्ष पहिला हाम्रो पुर्खाले जाँतो आविष्कार गर्नुभयो। हामीले आज के आविष्कार गऱ्यौँ त? के गर्यौँ? त्योभन्दा अगाडि बढ्न सकेन, भात खानु पनि आउँदैन राम्रोसँग होइन, अनुहार मात्रै मान्छेको लिएर त्यही देखियो। त्यसले गर्दाखेरि हामीले होइन तपाईँको चाहिँ हाम्रो मौलिक परम्पराहरू के थियो होइन, हामीले त्यो पनि इमेजिन गर्नुपर्छ। अहिले हामीले अरूले तपाईँको छैन बनाइदिएको क्यामेरा, अरूले बनाइदिएको फेसबुक, अरूले बनाइदिएको प्रविधि चलाएर आधुनिकताको फुइ नलाउँदा पनि हुन्छ है। त्यसले गर्दाखेरि हामी त्यो लेभलबाट पनि सोच्नुपर्छ। र जहाँसम्म ढुङ्गा बोक्यो भन्ने कुरा छ, अब ढुङ्गा त निर्माण कार्यको बेसिक तत्त्व हो
ढुङ्गा बिना न यो घर बनेको छ होइन, न बाटो बनेको छ। ढुङ्गा बिना माटो सबै बगेर तपाईँको समुद्रमा गइहाल्छ। विकासको आधारभूत तत्त्व नै ढुङ्गा हो है। त्यसले गर्दाखेरि त्यसरी खिसी नगर्नुहोस् भन्छ। त्यसो भन्नेहरूलाई पनि श्रम संस्कृतिमा स्वागत गर्न चाहन्छु ढिलो चाँडो। हजुर, संस्कृति प्रकृति प्रविधिको फ्युजन गर्ने भन्नुभएको छ होइन, कसरी त्यो चाहिँ? यस्तो छ, प्रकृति भन्ने बित्तिकै हामीले प्रकृतिलाई माया गर्न सकेनौँ भने होइन, प्रकृतिको संरक्षण र तपाईँको चाहिँ समृद्ध गर्न सकेनौँ भने हामी बाँच्न सक्दैनौँ। त्यसले गर्दाखेरि प्रकृतिको एकदमै ठुलो हामी मान्छे आफै पनि प्रकृति हो होइन। त्यसले गर्दाखेरि प्रकृतिलाई जोगाउनुपर्छ। प्रकृतिलाई किन जोगाउनुपर्छ भन्दाखेरि यदि हामी फ्युचर जोगाउन चाहन्छौँ भने होइन, हाम्रो छोरा नातिले सुख पाओस् दुःख नपाओस् भन्न चाहन्छौँ भने प्रकृतिलाई तपाईँको छैन हामीले तपाईँको बचाउनै पर्छ है। त्यसले गर्दाखेरि हामी वृक्ष रोप्नेदेखि लिएर हरेक कुराहरू अभियानमा पनि गरिरहेको सारा कुरा त प्रकृतिमै निर्भर छ, प्रकृति जोगाउने छ। अब फेरि संस्कृतिलाई पनि बिर्सिनु भएन होइन, प्रकृति मात्रै गर्ने संस्कृतिलाई बिर्सिनु पनि भएन। पहिचान अस्तित्व नै संस्कृति हो र हाम्रो सोच विचार पनि हाम्रो संस्कृति नै हो है। हामी यो जे भाषा बोल्दैछ यो संस्कृति, मेरो साम्बाङ भाषा छ त्यो मेरो फेरि संस्कृति त्यहाँभित्र गयो होइन। र म जस्तो किसिमले सोचिरहेको हुन्छु मेरो टोटल तपाईँको चाहिँ द वे अफ थिङ्किङ होइन, साइकोलोजी नै पुरै संस्कृतिमा डिपेन्ड गर्छ होइन। अब हाम्रो संस्कृति के छ, हामी ठुलालाई रेस्पेक्ट गर्छौँ होइन, तपाईँको चाहिँ समकक्षी समकालीनलाई तपाईँको चाहिँ होइन मिल्छौँ, मेलमिलापको एउटा हुन्छ, सानोलाई माया गर्छौँ भने त्यो संस्कृति हो नि होइन। तर हाम्रो त्यो संस्कृति र अमेरिकाको संस्कृति नमिल्न सक्छ है। त्यसले गर्दाखेरि मान्छे द वे वी थिङ्क होइन, कसरी हामी सोच्छौँ भन्ने कुरै हाम्रो संस्कृतिबाट आएको हुन्छ र त्यो संस्कृतिलाई हामीले बचाइराख्यौँ भने मात्रै हामी आफू बाँच्ने होइन। त्यसले गर्दाखेरि संस्कृतिको कुरा हुन्छ। प्रविधिको विकास गर्नुपर्छ। धरानमा मैले तपाईँलाई भनौँ, धरान मात्रै यस्तो पालिका हो जसले इनोभेसन सेन्टर खोलेको छ, आविष्कार केन्द्र खोलेको। खालि मैले चाहिँ ढुङ्गा बोकेको मात्रै देख्छ क्या, बेसार फ्याक्ट्री खोलिसक्नु, उद्योगहरू पनि गरिरहेको छौँ, तर त्यो आविष्कार केन्द्र सञ्चालन गर्ने भनेर खोलेका छौँ। 753 पालिकामा हामीले लगानी गरेका छौँ होइन। इन्जिनियर्सलाई मैले चाहिँ नि सानोतिनो अटोमोबाइल्स बनाउनुहोस् है भनेर सकेको पैसा दिइराखेको छु होइन बजेटबाट। प्रविधिलाई पनि सँगसँगै लगेन भनेदेखि चाहिँ हुँदैन होइन, त्यो चिज हो। त्यसले गर्दाखेरि अब यो प्रकृति संस्कृति र प्रविधि तिनटाको संयोजनबाट सन्तुलित विकास जुन हुन्छ त्यसले मात्रै हाम्रो चाहिँ नि समुचित विकास हुन्छ भन्ने चाहिँ हाम्रो कोर भेल्यु त्यही हो होइन। प्रकृति मात्रै स्वात्त जाने होइन, संस्कृति र प्रविधि छैन होइन, प्रविधि मात्रै जाने दुईटा बिर्सेर भयो भने पनि फेरि भोलि तपाईँको नेपालले रहँदैन होइन। त्यसले गर्दाखेरि प्रकृतिलाई पनि होइन, हाम्रो भूगोल सिमानाको कुराहरू आउँछ त्यसमा होइन होइन, त्यो आउँछ। हाम्रो छैन यो सबै कुरा सम्पदाको कुराहरू आउँछ। संस्कृति भन्ने बित्तिकै यहाँभित्रका छैन तपाईँको छैन जात जातिका कुराहरू आउँछन्, रहन सहनका रीतिरिवाजको कुरा आउँछन्। धरानमा मैले चाहिँ बहुभाषिक पाठशाला खोलिरहेको छु, 2 करोडको लगानी, सबै जात जातिलाई एक ठाउँमा लिएर होइन तपाईँको छैन उहाँहरूको भाषा प्र्याक्टिस गर्ने ठाउँ होइन। त्यसले गर्दाखेरि त्यो विविधता नासियो भने त राष्ट्रियता रहँदैन है। त्यसले गर्दाखेरि एउटा सबै रङको फुलहरूको साझा फुलबारीको रूपमा नेपाल चाहिँ अब विश्व सामु परिचित पनि छ। त्यसलाई चाहिँ यथार्थमा लैजानुपर्छ भन्ने कुरा नै हाम्रो कोर भेल्युहरू हो संस्कृति भने। हाम्रो प्रविधि मैले अघि कुरा गरेँ नि होइन, म डोकोहरू बोकेर हिँडिरहेको हुन्छु क्या धरानमा, यस्तो हेर्छ एलियन पो हो कि जस्तो लाग्दो रहेछ क्या है। धरान उपमहानगरपालिकाको मेयर है, धरान भने त फेरि फेसनको सहर पनि हो नि होइन। पछि म आइसकेपछि श्रमको सहर बनाएको त मैले, फेसनको सहर नक्कल गरेर हिँड्ने नेपालकै 1 नम्बरको फेसनको सहर लिन्थ्यो। अनि त्यस्तो सहरमा त्यसको मेयर चाहिँ होइन प्रमुख चाहिँ डोको बोकेर हिँडेको छ। डोकोमा फेरि गोबर छ, मल छक्क के अरे अस्ति भर्खर पनि मैले तपाईँको त्यहाँ एउटा ज्येष्ठ नागरिक पार्क बनाउँदैछु, त्यहाँ दिनभरि माटो ओसारेको छक्क परेर हेर्छ क्या मान्छे होइन। त्यो डोको भनेको त हाम्रो प्रविधि हो नि, हाम्रो प्रविधि हो किन भन्नु न। हामीले त बनाएको त्यही, हाम्रो प्रविधि त त्यही छ नि त, छैन र? त्यहाँ पनि प्रविधि नै हो होइन, हाम्रो नेपाली प्रविधि त त्यही हो नि त होइन र?
अरू त अरूको प्रविधि हो नि जुन हामीले किनेर अब समय सापेक्ष चलाइ चाहिँ राखेका छौँ तर हाम्रो प्रविधि भनेको चाहिँ कहाँ छुट्यो भन्दाखेरि डोकोमै छुट्यो जाँतोमै छुट्यो त्यहाँबाट विकास हुन सक्छ लिस्नोमै छुट्यो हामीले छोड्यौँ नि त त्यसलाई छोड्यौँ आफ्नोलाई छोड्यौँ अनि विदेशबाट किनेकोलाई चाहिँ अँगालिसकेपछि विकासै गर्न छोड्यौँ क्या हाम्रो त्यसले गर्दाखेरि होइन कति मान्छेलाई त्यो डोको बुन्नका लागि खुकुरीहरू कर्दाहरू किनेर दिन्छु क्या म नाङ्लोहरू बुनिराख्नु यहाँ है कमसेकम केही त छ भन्ने देखाउनु परेन हाम्रो केही छैन त्यसले गर्दाखेरि त्यो कुराहरू पनि छ हाम्रो मौलिक टेक्नोलोजीलाई पनि हामीले इन्हान्स गर्दै लानुपर्छ साथै अब विश्व जगतमा तपाईँको छैन विश्वले कहाँ पुऱ्याएको छ टेक्नोलोजी होइन त्यो हिसाबमा पनि तपाईँको छैन हामी जानुपर्छ भनेर इनोभेसन सेन्टरहरू खोलिरहेको छौँ यो कुराहरू त्यस्तो छ र त्यसरी जानुपर्छ भन्छु म चाहिँ लामो छ कुरा अब जस्तो आज पार्टी दर्ता हुँदै गर्दाखेरि तपाईँको केन्द्रीय सदस्यमा 25 जना र पदाधिकारी 5 जना जति हुनुहुन्छ कतिपयले चाहिँ हट्टसाट्टाको पार्टीमा समावेशी भएन खोइ राई लिम्बू तामाङहरू मात्रै परे भने अघि भर्खर तपाईँसँग भेट्नुभएको पुण्य गौतमलाई उपाध्यक्ष बनाउने भन्ने हिसाबले पनि चर्चा भइरहेको थियो यस्तो छ के हो खास यस्तो छ कि अब हेर्नुहोस् तपाईँको छैन यो मैले अघि पनि निर्वाचन आयोगको गेटमा पनि भने एक खालको प्रश्न आउँदै थियो हामी सबै नेपालीको श्रम संस्कृति हो यो होइन यहाँ कसैलाई चाहिँ नै वेलकम कसैलाई चाहिँ तपाईँको बिहान होइन भन्ने छैन सबैलाई स्वागत छ सबै आउनुहोस् खुलेर आउनुहोस् होइन यो त श्रम गर्ने के अरे तपाईँको चाहिँ नि शक्ति हो गफ गर्ने शक्ति होइन फेरि भ्रम नहोस् त्यहाँ है श्रम गर्न सक्नुहुन्छ भने आउनुहोस् न सबैजना आउनुहोस् होइन सबै जातिलाई वेलकम छ सबै जातिलाई वेलकम छ जिम्मेवारी लिन नआउने च्याके मात्रै थाप्नु खोज्यो त्यही भयो त्यस्तो छ त्यसले गर्दाखेरि तपाईँको छैन त्यो खालको कुनै पनि कुरा छैन हामीले गरिरहेछौँ सबैलाई हामीले चाहिँ नि वेलकम गरिरहेछौँ त्यो भन्ने जुन भनाइ छ अब त्यो चाहिँ त्यस्तै खालको सोच विचार राख्ने मान्छेहरूको आरोप हो मिथ्या आरोप त्यस्तो राख्नु हुँदैन है सबैलाई वेलकम छ त यो त देश बनाउने अभियान हो होइन एउटा कुरा भ्रम के नहोस् भने हाम्रो श्रम संस्कृतिमा आएर ठुलो पदमा बस्छु ठुलो मञ्चमा छाती फुलाएर भाषण गर्छु भन्ने होइन है म यहाँको तपाईँको के अरे केन्द्रीय अध्यक्ष भनेर तपाईँले भन्दै हुनुहुन्छ अहिले होइन हो पनि श्रमदानको फिल्डमा हेर्नु भने मैले सबभन्दा धेरै काम गरिरहेको हुन्छु त्यसले गर्दाखेरि सुख भोग्ने सम्मान पाउने होइन दल होइन है यो यहाँ त तपाईँको हामी के भन्छौँ भने नेता हुँदैन हाम्रो पार्टीमा नेता हुँदैन कार्यकर्ता हुँदैन हामी हुन्छौँ सिर्फ सबैजना श्रमदाता हो होइन अगुवा श्रमदाता हुन्छ अगाडि हिँड्ने अगाडि हिँडेर श्रम गर्छु भनेर आउनुहुन्छ भने जसलाई पनि वेलकम छ तर गफ गर्ने फेरि पार्टी चाहिँ होइन है यो भन्दैछु मैले कुरा बुझ्नुभयो नि त्यो अर्थमा चाहिँ त्यो 203वटा पार्टीहरूभन्दा चौथो रहेछ हाम्रो 203वटा पार्टीहरूभन्दा फरक छ अरूको के हुन्छ कार्यकर्ताले मञ्च बनाइदिन्छ नेता गएर 5 घन्टा है उसले दुनियाँभरको देखाउँछ त्यहाँ है जनतालाई माथि चन्द्रमा पुर्याउँछ एकैछिनमा फेरि तल झार्छ उता पुरा संसार घुमाएर ल्याउँछ भाषणले तर हाम्रो चाहिँ त्यो होइन हाम्रो भनेको त जहाँ हामी समिति बनाउँछौँ होइन त्यहाँनिर श्रमदानको अभियान सञ्चालन हो श्रमदानकै कुरा गर्दा चाहिँ अनि अगुवा भएर 4 टिपी हिँड्नुपर्छ श्रमदानकै कुरा त्यो गर्न तयार हो भने आउनु सबैजना यहाँनिर श्रमदानकै कुरा गर्दा ढुङ्गा बोक्ने नै कुरा गर्दा चाहिँ टिपरले ढुङ्गा एकै दिनमा त्यत्रो ढुङ्गा बोक्थ्यो होला तर श्रमदान देखाएर चाहिँ स्टोन गर्यो डोजरले 2 घन्टामा खन्ने सभा गर्ने ठाउँमा 2 दिन लगायो हरको साथले पनि भन्छन् यो मैले अस्ति पनि भने हो त्यो त हो त्यस्तो छ हाम्रो हातभन्दा ठुलो डोजर यो संसारमा कुनै पनि छैन होइन हाम्रो दिमागभन्दा फास्ट कम्प्युटर सुपर कम्प्युटर कुनै पनि छैन होइन हाम्रो आँखाभन्दा क्लियर लेन्स कुनै पनि क्यामेराको छैन है तपाईँ हामीभन्दा तपाईँको छैन धेरै सोच्ने प्राणी पनि छैन होला भन्छु कि कुनै प्राणी छ कि त्यस्तो अब अरू प्राणीको जन्म लिएर चाहिँ अनुभव त गरेको छैन अब के छ भने जस्तै हिजो मैले जहाँ श्रमदान गरेर आएँ त्यो भिड हो
है त्यो भिडमा मैले टिपर लगेर ढुङ्गा बोक्नु अनि त्यो यस्तो हो त्यो जो जसले त्यो कमेन्ट गरिरहेछ नि उहाँहरू फिल्डमा आउनु पऱ्यो क्या फिल्डमा आउनु पऱ्यो वास्तविकता देखिनु पऱ्यो यस्तो भिड छ यस्तो खालको होइन हिँड्दाखेरि पनि अब त्यस्तै मान्छे मात्रै हिँड्न सक्ने त्यस्तोमा चाहिँ मैले टिपर लगेर ढुङ्गा बोक्नु अरे के भनेको त्यो चिज हो क्या अनि आफूले काम गर्दा चाहिँ के हुन्छ है डोकोमा ढुङ्गा बोक्दा के हुन्छ शरीर पनि डह्रो हुन्छ है अब म दाबी नै त्यस्तो त गर्न सक्दिनँ तर सितिमितिले मलाई उकालो कुद्न भ्याउँदैन एउटा पत्रकारहरूले एउटा राख्नु नि हौ मेयरहरूको नेपालभरि राख्नु म फर्स्ट आउँछु होला फिजिकली फिट छु क्या उकालो यस्तो राख्नु होइन पुरस्कार पनि राख्नु अलिअलि फेरि पुरस्कार राख्नु भने त आउँदैन तर म चाहिँ जितेँ भने पनि लिनु चाहिँ नेपालभरिको मेयरहरूको कुद्ने राख्नु न उकालोमा होइन अनि गफ मात्रै गरेर हुन्छ फिजिकली फिट हुनु परेन मान्छे त्यो फिजिकल फिटनेसको लागि पनि हामीले ढुङ्गा बोकौँ न होइन कि तपाईँको जिममा गएर यत्रो तपाईँको होइन बारबेल र डम्बेल मात्रै उचाल्ने हो त्यसले गर्दाखेरि ढुङ्गा बोक्दाखेरि कुनै त्यस्तो मिस्टेक हुन्छ भन्दिनँ म त्यो जसले भन्नुहुन्छ तपाईँ पनि आउनुहोस् तपाईँहरूले म 50 केजी जतिको बोकाउँछु होइन बोक्नै पर्छ 50 केजीको उचाल्नुहोस् न एकचोटि होइन हामी त उचाल्छौँ त त्यस्तो हो क्या देशको लागि ढुङ्गा उचाल्नु पर्यो नि देशको लागि केही गरेकै छैन हावामा अनि के तपाईँको त्यस्तो मान्छेहरू कमेन्ट कुरा नगर्नु हजुर दल दर्ता गर्नुभएको छ अब राष्ट्रको बागडोर सम्हाल्ने हिसाबले नेतृत्वको लागि अघि सर्नु भएको छ अब कस्ता वैकल्पिक शक्तिहरू भन्ने हिसाबले चर्चा भइराख्दाखेरि एक ढङ्गले वैकल्पिक शक्तिहरू एक ठाउँमा ल्याउने प्रयासहरू पनि सुरु भएका छन् हर्कसाम्पाको पार्टीले चाहिँ कस्ता दल अथवा व्यक्तिहरूलाई सहकारी गर्दै अगाडि बढ्ने त्यो सोच बनाएको छ हाम्रो श्रम संस्कृतिमा माटो छुदिन काम गर्दिन ढुङ्गा बोक्दिन फिजिकल श्रम गर्दिन पसिना बगाउँदिन गफ गरेर खान्छु कलम हल्लाएर खान्छु मुख बजाएर खान्छु भन्ने मान्छे आउँदैन है यति भनिसकेपछि तपाईँले उत्तर पाउनु पर्ला रवि लामिछाने नेतृत्वको राष्ट्रपासँग सहकारी हुन्छ मैले अहिले भर्खर गरेको कुरा गर्नुहुन्छ उहाँले त्यो गर्नुहुन्छ भने वेलकम छ है त्यो गर्नुपर्छ पहिरो गइराखेको छ भने पहिरोमा पर्खाल लाउनु कुद्नुपर्छ हामी म त कुदिरहेको छु यति भेलमा के रवि लामिछाने छुट्लान् भनेर स्टार लेख्नु भएको थियो के भन्नाले रवि छुटोस् र सहकारी गरौँ भन्न खोज्नु होइन यस्तो सत्य होइन तपाईँको चाहिँ मलाई त्यस्तो लागेर भने अब वैकल्पिक शक्तिहरू एक ठाउँमा ल्याउने प्रयास अन्तर्गत राष्ट्रसभाका उपसभापति डाक्टर सोलुमले अस्ति भेला राख्नुभयो त्यहाँ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पुग्नुभयो जो नेकपाको अध्यक्ष छोडेर अहिले स्वतन्त्र बन्नुभएको छ ऋषभनाथ चौधरी जो नागरिक उन्मुक्ति पार्टी नेपाल अहिले दर्ता गर्नुभएको छ उहाँ अध्यक्ष त्यहाँ पनि पुग्नुभयो रविलाई फसाएको अथवा बाबुराम भट्टराईले रविलाई निकाल्नु उहाँले वैकल्पिक शक्तिको नेतृत्व गर्नुपर्छ भन्ने हिसाबले बोल्नु यो टिप्पणीलाई कसरी हेर्नुभयो अब त्यो चाहिँ सुन्नु न म त अरूलाई चियाउँदिनँ हेर्नुहोस् होइन अरूले के गर्दैछ भन्ने कुरा मलाई खास चासो पनि छैन है म के गर्छु भन्ने कुरा इज माई फोकस पोइन्ट है म के गर्दैछु भन्ने कुरा इज माई फोकस पोइन्ट त्यसले गर्दाखेरि कसले के गर्दैछ कसले के गर्यो कसले कुन बैठक बस्यो कहाँ भाषण गर्यो भन्ने कुरा खासमा उ गर्दिनँ त्यस्तो हो वैकल्पिक शक्ति भनिराख्नुहुन्छ तपाईँले कतिले चाहिँ एक्लै हिँड्ने पनि भन्नुहुन्छ म एक्लै छु र मेची तपाईँदेखि लिएर तपाईँको महाकालीसम्म पुग्दाखेरि म एक्लो त देख्दिनँ होइन अनि तपाईँ एक्लैले किन भन्नुहुन्छ क्या कतिले चाहिँ वैकल्पिक शक्ति एक्लै किन भन्नुहुन्छ होइन पुरानाहरूले परिणाम ल्याउन सकेन डेलिभरी दिन सकेन अब नयाँहरू परिणाम अलिकति सकारात्मक आउँथ्यो राम्रो आउँथ्यो कि अझ नयाँ त हो त अहिले मैले जुन के अरे हाम्रो सङ्गठनमा आबद्ध गर्दै सबै नयाँ हो कस्ता व्यक्तिहरू सुन्नु न कि तपाईँले के कुनै एउटा विशेष व्यक्ति भन्न खोज्नु भएको हो
होइन म्यानेजिङ कोल्ड अनदर म्यान भन्छु नि। तपाईँसँग सहकारी हुने कोही अहिले देख्नु भएको चाहिँ छैन अहिले हेर्दाखेरि? अहिले जस्तो आफूलाई वैकल्पिक शक्ति दाबी गर्नेहरू राष्ट्रपा छन्। अहिले बालेनको कुरा पनि एकछिन पछि जोड्छु म। हो ए अझै सकेको छैन हाम्रो गोपी एकछिन अब धेरै लामो छैन। यस्तो छ उहाँहरूको बारेमा मलाई केही पनि भन्नु छैन क्या। हामी उहाँहरूको बारेमा मलाई केही भन्नु छैन। हामी अगाडि बढिराखेका छौँ होइन। अब कुनै दिन उहाँहरूलाई पनि श्रमदानबाट मात्रै देश बन्छ। विदेशी ऋण र अनुदान यो चाहिँ नि के फाउन्डेसन होइन कोही चाहिँ नि तपाईँको उसले फालेकोले हुँदैन हामीलाई दिएको भिखले चाहिँ चल्दैन देश भन्ने महसुस भएको दिन होइन अन्तरात्मादेखि त्यो महसुस भएको दिन उहाँहरू आफै आउनुहुन्छ। मैले बोलाउनै पर्दैन। बालेनको गैरराजनीतिक स्ट्याटसलाई कसरी हेर्नुहुन्छ? जुन स्तरमा उहाँले लेख्नु पनि आलोचना विभाग के लेख्नु हो डट लेख्नु हो म बाँकी पढ्न सक्दिनँ। अनि त्यस्तो मैले चाहिँ किन पढ्छु तर तपाईँले मेयर दलको अध्यक्ष भएर मैले त्यो भन्नु मैले होइन बालेलक्षी टिप्पणी त गर्नु हो नि सर। तपाईँले जस्तो तपाईँले लेख्नु भएको म पढेर सुनाउँछु। मन पर्ने मान्छेको पादै मिठो अलिकति यो लयात्मक छ म दोहोऱ्याएर भन्छु। मन पर्ने मान्छेको पादै मिठो मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाउँछौ। मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला? अचेत जिन्दगीको जय होस् भन्नुभएको कडा प्रहार गर्नुभयो तपाईँले। के हो यो खासमा? यस्तो छ हौ के अरे त्यो के बुझ्नुभयो त? त्यति स्पष्ट छ अनि त्यसले परिवर्तन सानो बन्नुपर्छ ठुलो होइन होइन सानो बन्नुपर्छ। म सबैभन्दा सानो है यो देशको। त्यसले गर्दा म सबैको मनमा अटाउनु पनि सकेको। बालेन शाहप्रति चाहिँ तपाईँको स्वार्थ थियो। आफ्नो स्वार्थ पुरा नभइसकेपछि चाहिँ यसले विरोध गर्न थाल्यो भनेर चाहिँ कमेन्टहरूमा अथवा अन्य ठाउँमा हामीले सुन्न सक्छौँ क्या। यसलाई चाहिँ तपाईँले कसरी पुष्टि गर्नुहुन्छ? कस्तो स्वार्थ थियो अरे? केही पाउने आशमा चाहिँ कसले दिने मलाई? कसले दिने? बालेन शाहसँग त्यस कारणले चाहिँ सरकारले होइन कसले दिने मलाई? कसले दिने? कोबाट पाउनु पर्ने? मैले कसले दिने? के हैसियतबाट दिने? अस्ति जेनजीको आन्दोलनको कुरा गरे होला होइन तपाईँले घुमाएर। त्यतिखेर त हेर्नुहोस् देश जलिराखेको बेला एकजना मान्छे मात्रै, म फेरि बारम्बार भन्दैछु, देश जलिराखेको बेला सबै भाग भइराखेको बेला लुकेर बसिरहेको बेला एकजना मान्छे मात्रै हिम्मत गरेर म यो देश जलिराखेको बेला सम्हाल्छु भन्ने आँट देखाउने मान्छे अर्को सामा। पाउने दिने के हैसियतले दिने के दिने कसले दिने? पार्टी खोलेर तपाईँ अध्यक्ष बन्दै गर्दा तपाईँमा पनि त प्रश्न चिन्ह खडा होला नि त। के अध्यक्ष किन तपाईँ रहनु भयो भन्ने धेरैको जिज्ञासा। मेरो विचारबाट तपाईँको छैन यो सबै निस्केको छ। अनि म नबसेर को भन्छ? श्रम संस्कृति पार्टीको जरा को? यो कुन विचारबाट लागेको छ अगाडि बढेको छ होइन? त्यसले गर्दाखेरि म देख्छु नि त गन्तव्य। अनि म चालक बन्नु परेन होइन? अब गन्तव्य नै थाहा नभएको मान्छेलाई होइन ल गाडी हाँक भाइ भनेर दियो भन्दा है त्यसले कहाँ लैजाला। त्यसले गर्दाखेरि गन्तव्य देख्ने मान्छे होइन चालकको सिटमा बस्नुपर्छ। पछि तपाईँको छैन होइन अरू पनि चालक बन्न सक्छ। केही छैन त्यो सधैँभरि मै मात्रै बन्नुपर्छ भन्ने कुरा त होइन। बालेन परिचालित पात्र हो, विदेशी दलाल हो भन्ने हिसाबको सङ्केत पनि तपाईँको थियो स्ट्याटस मार्फत। हिजो रातिको स्ट्याटसलाई लिएर विदेशी दलाल भन्ने किन भन्ने? अब त्यो ठुलो कुरो होइन। स्टेटसको पछाडि किन लागिराख्नुहुन्छ तपाईँ होइन? स्टेटसको पछाडि किन लागिराख्नु? तर साह्रै विदेशी दलाल भएर वाक्क दिक्क भएर बालेनले त्यो पोख्या अभिव्यक्ति स्ट्याटस मार्फत भन्ने कुरा आयो। म कसैको दलाल होइन भन्न खोज्नु भयो भन्ने कुरा आयो। स्टेटस अहिले छ डिलिट गरिसक्नु उहाँले आधी घन्टा बित्दा। अब हेर्नुहोस् यहाँ हो यहाँ छ क्या आफ्नो स्टेटसको त तपाईँको छैन भर गर्न नसक्नेले मैले लेखेपछि म त भेटाउँदिनँ जीवन पर्यन्त भेटाउनु। तर त्यो त्यसले गर्दाखेरि होइन कति अस्थिर मान्छे हो कति तपाईँको चाहिँ अस्पष्ट मान्छे हो भन्ने कुरा त्यताबाट पनि देखिन्छ क्या त्यो चिज। वैदेशिक माइन्डमा कतिको फरक पार्ला यसले? कुन चाहिँ त्यो हिजो रातिको भन्नाले चीनलाई भारतलाई अमेरिकालाई गाली गरेर त्यो ढङ्गको असली शब्द प्रयोग गर्दाखेरि भोलि उहाँलाई चाहिँ कतिपयले भावी प्रधानमन्त्रीको रूपमा हेरिरहँदा यसले उहाँको इमेज कस्तो होला र होला भन्ने कुरा। अब यस्तो छ इम्प्रेसन कस्तो पर्ला? सबै नराम्रो मै मात्रै राम्रो भनेर हुन्छ र?
म त तपाईँ साह्रो ह्यान्डसम देख्छु त हौ। ह्यान्डसमै छु म। हो यहाँ उनले सबै ह्यान्डसम देख्छु, बरु मेरो चाहिँ यसो हेर्छु है यो पिच नगरेको बाटो जस्तो देख्छु होइन। मै मात्रै सही हो भन्ने जुन किसिमको अभिव्यक्ति हो त्यो सर्वथा गलत हुन्छ। त्यो घमण्ड देखियो बालेनमा होइन, अहङ्कार। त्यो तपाईँले नै भन्दै हुनुहुन्छ त स्टेटस के हो त्यो भन्नु नभन्दा पनि भन्नु सक्दिनँ भन्नुहुन्छ। अब के हो लेख्या हो के लेख्या हो हजुरले बुझेरै स्ट्याटस मार्फत प्रतिक्रिया त दिइसक्नु भएको छ। त्यसले गर्दाखेरि अब धेरै कुरा नगरौँ, त्यो छोड्यौँ। त्यो हिजो आज भेट चाहिँ भएको छ लास्ट कुरा छैन, अब हुँदैन। हजुर अब अन्तिममा जहाँ जाँदै अब फागुन 21 गतिको निर्वाचनको मिति तोकिएको छ प्रतिनिधि सभाको। मेरो साहब कस्तो अपेक्षा गर्नुभएको छ? अब सहकारीको कुराहरू नि हामीले लामो गरिसकेको थियौँ, कस्तो परिणामको अपेक्षा गर्नुभएको छ? श्रम संस्कृति पार्टीले बहुमत ल्याएर यो देशको बागडोर सम्हाल्ने अवस्था त्यो समय आउँला? आउँछ। कति सिट जित्नुहुन्छ तपाईँहरूले भन्नु सक्नुहुन्छ? धेरै जसो प्रत्यक्षमा, धेरै जसो समानुपातिकमा, धेरै जसो सङ्घीयता र प्रत्यक्ष कार्यकारीको कुराहरू यसलाई कसरी? अब यस्तो छ कि अब सबै कुरा एउटै इन्टरभ्यूमा नबनाउँ होइन, सबै कुरा नबनाउँ, किनभनेदेखि नेक्स्ट टाइमको लागि प्रश्न राख्नुपर्छ होइन। धेरै लामो 1 घन्टा प्लस भयो होला। अब मेरो अन्तिम प्रश्न तपाईँलाई, धरानको महानगरपालिकाको अहिले जुन मेयर हुँदाहुँदै तपाईँ पार्टीको अध्यक्ष हुनु भएको छ, यो कानुनले दिँदैन कि भन्ने कुरा पनि छ, के हो खास कुरा? राजीनामा दिने हो मेयरबाट? यस्तो छ अब नेपालभित्र धरान पनि पर्छ, बुझ्नुभयो नि? नेपालभित्र के पर्छ? धरान पनि पर्छ। धरान पनि पर्छ है। त्यसले गर्दाखेरि नेपालका सवालहरू आयो यहाँ, मैले अघि भने नि होइन, स्वाभाविक कुरा हो। हरेक कुरा तपाईँको प्रकृतिको नियम पनि हो। प्रकृतिवादी मान्छे हो म। प्रकृतिवादले के भन्छ भन्दाखेरि वृद्धि र विकास हुनुपर्छ भन्छ क्या होइन। आज रोपेको बिरुवा त्यतिरै रहिरहोस्, के अरे 50 वर्षसम्म भन्ने त हुँदैन होला नि, त्यो ठुलो हुँदै जाओस् भन्ने हुन्छ होला, प्राकृतिक नियम होइन, त्यो चिज हो। त्यसले गर्दाखेरि होइन, जुन हामीले गरिराखेको अभियान छ देश बनाउने देश बचाउने अभियान, त्यो धरानको एउटा सानो खोलाबाट निस्केको अभियान चाहिँ देशभर फैलिनुपर्छ सङ्गठित रूपमा भन्ने, व्यवस्थित रूपमा भन्ने कुरा हो। त्यसले गर्दाखेरि त्यो चाहिँ अब एउटा श्रम संस्कृति सुरु हुँदाखेरि घाटा के छ धरानमा? तर कतिपयले भने जनप्रतिनिधि हुँदाहुँदै पार्टी अध्यक्ष बन्न मिल्दैन भन्ने कुरा पनि आयो संविधानमा छ। प्रधानमन्त्रीहरू पनि थियो नि होइन अस्ति, केपी ओली एमालेको अध्यक्ष थियो कि थिएन पो? थियो कि थिएन? हुनुहुन्थ्यो। अनि आउँदैन तपाईँको होइन? समय पर्खौँ न, समय पर्खौँ होइन, समय पर्खौँ। समयमा हरेक कुरा हुन्छ। समय आइसकेपछि तपाईँले रोकेर पनि रोकिँदैन। कानुनी अडचन रहेछ भने मेयर पद त्याग्न पनि तपाईँ पछाडि हट्नु। यस्तो छ तपाईँको चाहिँ नि समयको कुरा हो होइन, समयको कुरा हो। समय आएपछि सबै कुरा हुँदै जान्छ, सबै कुरा राम्रो हुँदै जान्छ। तर समयभन्दा अगाडि हुँदैन होइन, समयभन्दा अगाडि हुँदैन। चुनावको पनि समय आउँछ होला होइन। माओवादी एमालेको जस्तो युथ फोर्स वाइसिएल काङ्ग्रेसको तरुण दल जस्तो गठन हुन्छ हुँदैन? यस्तो छ, हामी युवाहरूलाई श्रमदानमा जोड्छौँ नै होइन, तर कसैको टाउको फुटाउनका लागि, कसैलाई तपाईँको घेराबन्दी बनाउनका लागि, कसैसँग झगडा गर्नलाई होइन, बिरुवा रोप्नलाई होइन, तपाईँको चाहिँ देश बनाउनका लागि, बाटो भत्किएको छ भने बनाउनका लागि यो व्यापक रूपमा निर्माणको कामहरू पनि हामी गर्छौँ होइन। त्यो कुराले चाहिँ हामी के छ भन्दाखेरि अगाडि बढ्छ। मैले फेरि पनि दोहोऱ्याएँ, हामी शिक्षक कर्मचारी र पत्रकारलाई चाहिँ सङ्गठित गर्दैनौँ, किनभने दे आर होइन तपाईँको चाहिँ स्टेटको पार्ट भएको कारण। तपाईँहरू भनेको चाहिँ राज्यको हो। मैले बारम्बार भनेको छु, तपाईँहरू कहिले पनि पार्टीको बन्नु हुँदैन, कुनै व्यक्तिको पनि नबन्नुहोस्, तपाईँहरूको साम्पाङको पनि नबन्नुहोस्, कुनै अरूको पनि नबन्नुहोस्, कुनै पार्टीको पनि नबन्नुहोस्। तपाईँहरू निष्पक्ष बन्नुभयो भने तपाईँ जहिले पनि के हो त भन्दाखेरि जनताको पक्षमा, देशको पक्षमा पत्रकारिता गर्न सक्नुहुन्छ। पार्टीप्रति झुकाव भयो भने चाहिँ अर्कोलाई चाहिँ बाङ्गो बाङ्गो प्रश्न सोध्ने होइन, अनि उसको गल्ती तपाईँको चाहिँ नि कहाँबाट गर्छ भने 360 डिग्रीमा राडर लगाएर घुमेर हेरेकै गर्ने। आफ्नो नेताले चाहिँ देशै बेच्दाखेरि पनि चुपो लागेर बस्ने हुन्छ। त्यसले गर्दाखेरि पत्रकारलाई, शिक्षक कर्मचारीलाई चाहिँ हामी सङ्गठित गर्दैनौँ, अरूलाई चाहिँ। तर एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा जुन अप्ठ्यारो हुनुहुन्थ्यो
त्यसमा महेश बस्नेतले अहिले जसरी अब भनौँ न एक ढङ्गले आठ सास दिनुभएको छ त्यस्तो युवा शक्ति चाहिएला नि तपाईँको पार्टी नेतृत्वलाई नि भोलि अलिकति यस्तो छ अप्ठ्यारो पर्दाखेरि हामी त श्रम हाम्रो हुन्छ युवाको पनि हुन्छ तर श्रमदाता हामी बेसिकली काम नै गरिरहन्छौँ सर तर देशको अस्तित्व नै सङ्कटमा पर्यो भने चाहिँ फेरि हामी जे गर्नु पनि रेडी छ सुशीला कार्की नेतृत्व सरकारको बारेमा केही छ तपाईँको चुनाव गराउन सक्ला एमाले त चुनावै बहिष्कार गर्ने अवस्था छ यहाँ छ क्या कुरा अलिकति तपाईँले अहिले फेरि राम्रो सोध्नुभयो अब कस्तो खालको अप्ठ्यारो मोडमा आइपुग्यो भने नि जेनजीले आन्दोलनलाई त्यसरी दबाउने प्रहार गर्ने मान्छेहरूलाई गिरफ्तार गर भन्ने के अरे अझै पनि दबाब दिइरहेको छ होइन दलहरूले के भनिरहेछ भने हाम्रो नेतालाई पक्रिस् भने होइन कसरी विश्वासको वातावरण हुन्छ बैठकमा हामी आउँदैन अनि दलहरू बिनाको विशेष गरी त्यो 3 ठुलो दल होइन एमाले कांग्रेस माओवादी बिनाको होइन चुनाव कसरी गर्नुहुन्छ तपाईहरुले भनेर अस्तिबाट सरकारले सुरु गर्यो दलहरु सुन्नु न छलफल त गर्यो तर विश्वासको वातावरण बन्नु र छलफल गर्नु त फरक कुरा हो नि त हैन धारे हात त लगाएर भाषण गरेर सुन्छु फेरि हैन हो किन भन्नु न या भनेर सुन्छु त्यसले गर्दाखेरि आन्दोलन नै अझै तपाईको छैन पूर्ण रूपमा साम्य नभइरहेको अवस्थामा विश्वासको वातावरण नभइरहेको अवस्थामा अब यो इलेक्सनसँग सम्बन्धित कुराहरू जोडजम गर्नका लागि अब प्रहरीकै मनोबल अझै तपाईको छैन उठेको छैन सबै गिरेकै अवस्था हो सुरक्षा निकायको मनोबलै तपाईको नउठिरहेको बेलामा चुनाव कमिटी त तोकियो कस्तो अप्ठ्यारो छ हैन प्रधानमन्त्रीले अस्ति भन्नुभयो मलाई जेनजीहरूले यो ओली देउबा र प्रचण्डलाई नभेट भन्छ मलाई नभेटो जस्तो लाग्छ भन्नुभयो यो प्रतिक्रिया एउटा प्रधानमन्त्रीको लेभलबाट भन्नु कतिको उपयुक्त हो त्यो चाहिँ उहाँलाई सोध्ने कुरा हो अप्ठ्यारो छ सजिलो त छैन यत्तिकै चुनाव हुँदैन त्यसो भए हैन शान्ति सुरक्षाको व्यवस्था सुव्यवस्थित नभएसम्म अब यस्तो छ अब चुनाव त जसरी पनि यो देशमा हुनुपर्छ गर्नै पर्छ चुनाव गर्नैको लागि यो सरकार आएको भन्ने कुरा हामी तपाईले बुझेका छौं हैन भित्र अर्कै कुरा हुन सक्ला तर सतहमा जनमानसले बुझेको कुरा त्यो छ तर चुनाव हुनका लागि जुन एक खालको रिक्वायरमेन्टहरु हुन्छ नि यी रिक्वायरमेन्टहरु चाहिँ अहिले पूरा भइसकेको छ मलाई चाहिँ त्यस्तो लागेको छैन कि छ कि खोइ हैन हुन पनि सक्छ जेनजीहरूले माग गरे जस्तै तपाईको माग चाहिँ हो किन तत्कालीन जेनजी आन्दोलन दबाउने हत्या गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनु पर्छ कि पर्दैन तपाईको धारणा के छ केपी ओली त भन्छ यो हाउको सरकार केटाकेटीको सरकार यस्तो सरकार छोडेर म कहाँ जिम्मा लगाएर भाग्छु र भने त्यो त ढिलो भयो म बयानमा पनि जादिनँ भने त्यो त ढिलो भइसक्यो नि हैन यो हप्ता बयानको लागि बोलाउने तयारी गरिरहेछ लो त्यो फलाम त्यो तपाईको चाहिँ नि तातो भइराखेको बेला रातो भइराखेको बेला सेप निकाल्नुपर्छ भन्थ्यो नि चिसो भइसक्यो उहाँले अर्को प्रस्ताव के गर्नुभएको छ अन्तिममा एउटा अब त उहाँले चाहिँ यो सरकार अब जस्तो अब त त्यो जेनजीको प्रतिनिधि सर्वदलीय राष्ट्रिय सहमति सरकार बनाऊ भने चाहिँ सम्भावना छ अब त त्यो फलाम अब त्यो रातो भएको बेला सेप निकाल्दा हुन्थ्यो रातो भएको बेला सेप निकालेन अब निकाल्नु खोज्दा त्यो सनासो उल्टै भाँचिन्छ मोदी सरकारै प्रत्यक्षमा पुग्ने अवस्था आयो कुरा बुझ्नुभयो नि अब यो फलाम थियो हैन यसलाई बटार्नु पर्ने थियो रातो भइराखेको बेला बटारेन अब चिसो भइसक्यो यत्रो सनासो यही सनासो भाँचिन्छ अब फलाम त्यसै देखिन्छ सुरक्षा निकाय तपाईँले भने जस्तै प्रहरी नै तयार छैन भन्ने कुरा आइरहेको छ त्यो छ संसद पुनर्स्थापना होला मेरो सब जाँदै एउटा मात्रै रिट परेको छैन अहिले सर्वोच्च संसद पुनर्स्थापनाको पक्षमा हो त्यो चाहिँ यस्तो छ मैले अस्ति पनि भने जस्तो लाग्छ यो के अरे म चाहिँ यात्रा अगाडि बढ्नुपर्छ पछाडि नफर्कौँ भन्ने हो अब जे भयो भइगयो अब चुनावमै जानुपर्छ भन्छु म हैन फेरि त्यो गरेर फेरि त्यो पहिलाकै आन्दोलनहरू फेरि दोहोरेर आयो भने फेरि ज्याउ हुन्छ हैन त्यसले गर्दाखेरि अब जे छ अगाडि निस्केर जानु राम्रो बस तपाईले अब पार्टीको आधिकारिकता पाउनु भएको छ दल दर्ताको प्रमाण त पाइसक्दाखेरि तपाईँ पार्टी अध्यक्ष पनि बन्नु भएको छ तपाईको पार्टीका लागि तपाईँ अध्यक्ष बन्नु भएको छ तपाईलाई शुभकामना फेरि अर्को इन्टरभ्यु हुन्छ यहाँहरुलाई पनि धेरै धेरै शुभकामना छ हैन राम्रो गर्नु होला
सधैँभरि निष्पक्ष बनेर सधैँभरि जनताको भरोसा जितेर क्यामेरा कलम अहिले के छ होइन चलाउनु होला। शुभकामना दिन चाहन्छु सबैलाई है।